तीनटा विभागीय टिम अनि एउटा बनाउन सन्धि अनि अन्डर 16सम्म त हामीले रेगुलरली ट्रेनिङ अब रेगुलर हामी ट्रेनिङ गर्छौँ र ट्रेनिङ गरिरहेछौँ र ट्रेनिङ फेसिलिटी दिन्छौँ इक्विपमेन्ट त्यस्तै प्रत्येक घन्टा जस्तो खेलेर दिइरहेछौँ र त्यो बाहेक हामीले सिनियर नेसनल टिम छ अस्तिको फ्राइडे हामीले खेलेको सजिलो त पक्का पनि सजिलो हुँदैन होइन फुटबल ट्रेनिङ खेलकुदको जुन चाहिँ क्षेत्रमा गाह्रो हुन्छ भने जस्तो हुँदैन अब विगतको लास्ट इयरको जुन अन्डर 16को साफ च्याम्पियनसिपकै कुरा गर्दाखेरि पनि र अहिले भर्खरै बङ्गलादेशमा सम्पन्न U16 साफ च्याम्पियनसिपको कुरा गर्दाखेरि पनि यसो टिम हेर्दाखेरि र बल प्रोफेसनको राख्दाखेरि खेलाडीको जुन पोटेन्सियल हेर्दाखेरि पनि हामीले जित्नुपर्ने टुर्नामेन्ट थियो कम्पिटिसन थियो लास्ट इयर पनि दुर्भाग्यवश अहिले पनि बिफोर लास्ट इयर पनि हामी चुक्यौँ सम्भवतः यो अहिलेको जुन फर्स्ट अन्डर 19 साफ च्याम्पियनसिप हाम्रो यहाँ घुम्न हुँदैछ त्यो दुईटैको जुन दुर्भाग्यपूर्ण नतिजा यसबाट जुन हामी फुलफिल गर्ने हामी प्रयास गर्दैछौँ यसको लागि हामी सम्पूर्ण मैले जति पनि त्यसको साथसाथै हाम्रो टिमहरू पनि अब जुन बेल्जियमको रोज क्लबमा त्यहाँ आबद्ध भएर आएको छ त्यसले पनि एउटा टिम बाहिर एउटा नयाँ खेलाडीहरूलाई जोस जागृत भएको छ त्यो एटमोस्फियर टिमलाई एकदम पोजिटिभ र राम्रो एटमोस्फियर बनाएको जस्तो मलाई लाग्छ त्यसले गर्दाखेरि जति 2 महिना मात्रै ट्रेनिङ गरे तापनि जतिसुकै यति तयारी सम्पन्न भएको जस्तो लाग्छ हामी भोलिको म्याच भोलिदेखि सुरु हुने यो अन्डर 19को साफ च्याम्पियनसिपको लागि हामी रेडी छौँ तयारी छौँ ग्रुपको भन्नुपर्दाखेरि अब हामी ग्रुप एमा हामीसँग भोलि भुटान र 24मा बङ्गलादेश छौँ अब हाम्रो पूर्व प्रशिक्षकज्यूहरू पनि भनिहाल्नुभयो यो आफ्नो साउथ एसियाको जुन अब प्रिपरेसन डेभलपमेन्टको हाम्रो प्रोजेक्ट हो प्लानिङ हो र एएफसी अन्डर 19को जुन क्वालिफिकेसन राउन्डलाई पनि यसले मद्दत पुग्छ र अब कुनै पनि खेलको लागि अब हाम्रो आज भनेको अब उपाधिको लागि पनि हामी खेल्छौँ होइन उपाधिको लागि हामी हप्ताको हामी प्रमुख कागजात पनि हो यो अन्डर 19 मात्र होइन कि हामीले अन्डर 16 युथ लेभलदेखि लिएर सिनियर टिमसँग पनि साउथ एसियामा पनि जहिले पनि नेपाली टिम प्रमुख दावेदारको रूपमा बन्दै आइरहेको छु विगतमा पनि अहिले पनि र अन्डर 19को अहिलेको भन्नुपर्दाखेरि अहिले लगभग जुन पर्फर्मेन्स र इन्डिभिजुअलको जुन खेलाडीहरूको जुन स्पिरिट र मेरो जुन टिम कम्बाइन्डको टिम सेटअप गर्दाखेरि म चाहिँ सन्तुष्टि छु आशावादी छु टिमप्रति म सन्तुष्टि छु र रिजल्ट पनि म राम्रो नतिजा आउँछ भन्ने मैले फाइनलसम्म पुग्ने मेरो लक्ष्य छ फाइनलको टार्गेट नै हो गेममा चाहिँ भन्न सक्दिनँ भनेर चाहिँ हामीले तर लगभग चाहिँ हाम्रो लक्ष्य चाहिँ हामी ग्रुप फर्स्ट भएर चाहिँ हामी राम्रोसँग सेमी फाइनल भएर फाइनल पुग्ने चाहिँ हाम्रो लक्ष्य छ पहिलाको भन्दा पनि एकदम चाहिँ अहिले चाहिँ एकदमै हेल्प गर्छ जस्तो लाग्छ मलाई चाहिँ आफूमा चाहिँ त्यस्तो महसुस भएको छ अनि मेरो इन्डिभिजुअल ट्रेनिङ चाहिँ हाम्रो टिममा पनि केही मद्दत गर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो होइन हामीले चाहिँ अब जति पहिला 16 खेल्यो भने क्वालिफाई हुने जति हामी इन्डियासँग म्याच खेलिरहेको छ त्यो लागि हामी चाहिँ कहिले पार्टी गरिरहेको छ कहिले त्यो ग्राउन्ड कहिले केही भइरहेको हुन्छ यसपालि चाहिँ हामी भनौँ न ग्राउन्ड कन्डिसन त्यस्तो राम्रो छ भने हामी चाहिँ यसपालि चाहिँ इन्डियासँग पढ्यो भने चाहिँ हामी चाहिँ जुन पहिलाको पिच छ जुन थियो हाम्रो अन्डर 16 फाइनलको त्यो चाहिँ हामी चाहिँ भनौँ न यसमा चाहिँ हामी चाहिँ इन्डियालाई चाहिँ जित्छ जस्तो लाग्छ प्रथमको पनि म्याच हामी भुटानसँग छौँ होइन अब भुटान पनि भनिहाल्नुभयो मान्छे उहाँको 4 महिनादेखि एकदम ट्रेनिङ छ एउटै लेभल टिम खेलिरहेको छ त्यसले गर्दाखेरि हामी अब ड्युरिङ द म्याचको दौरानमा अब कस्तो स्ट्राटेजी खेल्छ त्यो अनुसारले पनि हामी जान्छौँ होइन र लगभग हामीले भुटान भन्नेमा अहिले त अब नेपालभन्दा हाम्रो फिफा ऱ्याङ्कमा माथि भइसकेको छ त्यसले गर्दाखेरि उनीहरूले डेभलपमेन्ट गरिरहेछ त्यो भने अब विगतको जुन युथको जुन फुटबलको उसको जुन नतिजा हेर्दाखेरि भुटान अलिकति सबै मिडिया मार्फत सबैले भन्दा यो टिम चाहिँ विक छ भनेर तर मेरो नजरमा चाहिँ विक चाहिँ पक्का पनि हुँदैन तर क्याजुअलिटी गर्नु हुँदैन त्यो टिमलाई पनि अलिक स्ट्रङको हिसाबले दिनुपर्छ जुनसुकै टिम पनि हामी अनि अर्को एउटा पुरा ओपनिङ म्याच र नयाँ फर्स्ट पिचमा पनि खेलेको छौँ त्यसले गर्दा अब धेरै र सचेत अपनाउनुपर्छ र जहाँसम्म लाग्छ त्यति कठिनाइ नहोला तर नतिजा चाहिँ हामी अवश्य पनि आउँछ